मुखको सटर चटेर पट भन्नुला झटपट अमिलो पिरो यो सबै कुरो हालेर नुन खुर्सानी डालेर मुखभित्र फालेर झालेर मसलदार निम्बु र प्याज 12 को मसाला हाम्रो सिमराको सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ भोट दिन मन लाग्यो भोट दिन यताबाट पनि आउनुहोस् ल भोट दिनु मन नलाग्यो के दिने अरे नदिए नि हुन्छ नदिए नि हुन्छ दाइ जित्ने सम्भावना के कति देख्नु 100% छ किन जनताले नयाँ फेस हाम्रो ग्यारेन्टी हो मोबाइल चिन्नु चिकने तू मेरे को 5 साल से दो बत्ती पुकारे चल तिम्रो याद आलीको हिमाल भन्दानी सँगसँगै जिउलानी नयाँसँग डराएर पुरानाहरू एक हुन भनेको भन्ने भेनेजुएलाको राष्ट्रपति इसकी माँ का भोला चेहरा दाइ 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 नेपाली हो हजुर हो तपाईँले अहिले नेपालको कुन नेता मनपर्छ दाइ तपाईँले मन पर्ने त केपी ओली हो हजुर तर जिउँदो होइन मरेको केपी ओलीको पर्तनेको नाम नल्याउ छोरा मसित एलर्जी हुन्छ मलाई त बालिन पनि म पर्छ कति के अरे अझ छन् त्यसको दाँत कस्तो खानु मैले देखेँ मजा रिसाए जस्तो भोट हालौँ परिवर्तन संस्थागत गरौँ भन्ने ल के भन्छन् यतातिरका साथीभाइहरू थाहा छैन मलाई हो यहाँ आउँछन् होला नि सामान किन्न आउँदैन त्यो राजनीतिक बहसै हुँदैन राजनीतिक कुरा गर्नेदेखि रिस उठिहाल्छ मलाई राजनीतिक कुरा गरे कि रिस उठ्छ तर एउटा स्ट्याटस हेरेको थिएँ मैले एउटा स्ट्याटस लेखेछन् अहिलेका नयाँहरूले केपी ओली अत्यन्त महत्त्वपूर्ण हुनुहुन्छ देशका लागि त्यसकारण उहाँलाई जतन साथ माटो पनि गाडी दिनुपर्छ महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ देशको सम्पत्ति हुनुहुन्छ जतनले राख्नुपर्छ त्यसकारण माटा पनि गाडी दिनुपर्छ चिकने तू मेरे को 5 साल से